दर्शक नमस्ते। तातोपानी कुण्डलाई हेरेर बस्नुहुने सम्पूर्ण महानुभावलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कुमार केसी। सदा चाहिँ अहिले पनि तपाईलाई तातोपानी कुण्डको समय तालिका, यहाँका चाहिँ गतिविधिहरू के कस्ता रोग निको हुन्छन्, कति दिन बस्नुपर्छ, सम्पूर्ण तातोपानी कुण्डको जानकारी लिएर आउने क्रममा आज पनि मिति 2021 साल चैत महिनाको 15 गतेका दिन तपाईँ सामु आएको छु। जुन तातोपानी कुण्डमा अहिले चाहिँ धेरैभन्दा धेरै बिरामीहरू आएर उपचार गरेर जानुभएको छ। हामीलाई धेरैजनाले चाहिँ मेसेज गर्नुभएको छ, तातोपानी कति दिन बस्नुपर्छ, एक दिनमा आएर हुन्छ कि हुँदैन, कहाँबाट आउनुपर्छ, कुन कुन ठाउँबाट चाहिँ गाडीहरू लाग्छन्, कति दिन बस्नुपर्ने, त्यहाँ आइसकेपछि खाना बस्नको लागि होटल होमस्टे के छ भए त्यो बारेमा सोध्नुहुन्छ। त्यो कारणले पनि हामीले तपाईँहरूलाई यहाँसम्म आउनको लागि तपाईँहरूको घर परिवारमा जुन तातोपानी कुण्डमा नुहाएर निको हुने खालका बिरामीहरू छन् भने यहाँसम्म जुन मैले पछि देखाइरहेको छु यो प्राकृतिक तातोपानी कुण्ड हो। जुन नेपालकै सबैभन्दा ठुलो र व्यवस्थापन भएको प्राकृतिक तातोपानी कुण्ड। तातोपानी कुण्डमा नुहाउन आउने बिरामीहरू धेरैभन्दा धेरै चाहिँ आउने भएको हुँदा हामीले यो चापलाई थेक्न नसकेर अहिले चाहिँ सालमा अर्को नयाँ थप पोखरी पनि बनाएका छौँ। अहिले तातोपानी कुण्डमा 4वटा पोखरी सञ्चालनमा रहेको छ। आजको दिनमा चाहिँ 2वटा समूह महिलाको छ भने एउटा समूह पुरुषको छ। मेन पोखरीमा यो पछि देखेको ठुलो पोखरीमा र बाहिर हामीले 3वटा पोखरी बनाएका छौँ। पहिला 2टा चाहिँ एकै ठाउँमा छ, एउटा चाहिँ छुट्टै ठाउँमा बनाएका छौँ। जति तातोपानी कुण्डमा जति मान्छे आए पनि नुहाउन मिल्ने खालको एउटा वातावरण सिर्जना गरेका छौँ। तपाईँहरूको घर परिवार पर्ने जसलाई चाहिँ युरिक एसिड, बाथ, ढाडको दुखाइ, घुँडाको दुखाइ, छाला तथा नसा सम्बन्धी समस्याहरू भएका, जुन गानागोला ग्यास्ट्रिक, सड्केको, मर्किएको, बज्रिएको, युरिक एसिड लगायतका विभिन्न किसिमका बाथ रोगीहरू र चिसोबाट हुने धेरै किसिमका रोगका लागि अचुक औषधि भएकै कारण तातोपानी कुण्डमा आउनका लागि सबैजनालाई हार्दिक अनुरोध गर्दछु। यहाँ कम्तीमा विधिपूर्वक नुहाउनाले कम्तीमा हप्ता दिनदेखि 10 दिनसम्म दिनको 2 पटक विधिपूर्वक नुहाउनाले तपाईँ अहिले मैले भनेका कुराहरू जुन समस्याहरू अहिले मैले भनेका समस्याहरूको समाधान हुने ठाउँ भनेकै यही प्राकृतिक तातोपानी कुण्ड हो। यहाँ आउनका लागि नेपालका विभिन्न ठाउँहरूबाट चाहिँ गाडी लाग्ने गर्छन्। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार, सुन्दरनगर बेनी बजारमा हामी जहाँ कहीँबाट पनि आउन सकिन्छ भने बेनीबाट म्याग्दीको सदरमुकाम बेनी बजारदेखि पश्चिमतर्फ 8.5 किलोमिटर विदिन 10 देखि 15 मिनटमा बाटो पिच छ। सर आफ्नो सवारी साधनहरू लिएर आउन सक्नुहुन्छ। बेनी बजारबाट पश्चिमतर्फ यो म्याग्दी नदीको किनारमा अवस्थित यो प्राकृतिक तातोपानी कुण्डमा तपाईँहरू आएर स्वास्थ्य उपचार गर्न सक्नुहुनेछ। यही सन्देशमूलक चाहिँ यो सूचना लिएर आएको छु। यो मैले केही भिडियो क्लिप आज बिहानको भिडियो क्लिप तपाईँहरू सामने राख्नेछु। यो चाहिँ कस्तो लाग्छ सल्लाह सुझावका साथ लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनका लागि पनि हार्दिक अनुरोध गर्दछु। मैले यो चाहिँ टिकटकमा पनि राख्नेछु, फेसबुकमा पनि राख्नेछु र युट्युबमा पनि राख्नेछु। तपाईँहरू सामुने चाहिँ अथवा तपाईँहरूका आफन्तहरू, घर परिवारमा आफन्तहरूलाई जुन अहिले मैले भनेका समस्याहरू छन् भने लिएर आउनु होला। एकचोटि यो पर्यटक, धार्मिक र यो प्राकृतिक उपचार केन्द्रको नामले परिचित रहेको यो म्याग्दी जिल्लाको यो सिङ्गा तातोपानी प्राकृतिक उपचार केन्द्रको नामले परिचित रहेको छ। यहाँ तपाईँहरू जहाँ कहीँबाट नि आउन सक्नुहुन्छ। अपाङ्ग मैत्री छ, मजाले चाहिँ डुब्न मिल्ने, जुन अहिले मेरो पछाडि देखिराख्नु भएको अहिले मैले भनिसकेँ यो ठुलो 20x40 को पोखरी छ। हाम्रो बाहिर चाहिँ छुट्टै चाहिँ 2वटा पोखरी चाहिँ हामीले पहिला निर्माण गरेका थियौँ भने अहिले चाहिँ फेरि एउटा पोखरी निर्माण गरेको छु। यो भिडभाडमा डुब्न नचाहनेहरूको लागि हामीले फेरि छुट्टै चाहिँ अलग अलग पोखरी निर्माण भएका छन्। घाउ खटिरा अथवा त्यस्ता खालका जुन सँगै डुब्न नमिल्ने खालका बिरामीहरू हुनुहुन्छ भने ती बिरामीलाई पनि हामीले छुट्टै नुहाउने व्यवस्था गरेका छौँ। हुन्छ, अहिलेलाई यो भिडियो हेरौँ। धन्यवाद। ओके, गुड मर्निङ। तातोपानी कुण्डलाई हेरेर बस्नुहुने सम्पूर्ण महानुभावलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कुमार केसी। आज मिति 2021 साल चैत महिनाको 15 गते तातोपानी कुण्डमा आफ्नो स्वास्थ्य उपचारका लागि आउने महानुभावहरूको चहल पहल तपाईँलाई देखाउन गइरहेको छु। आज बिहान 6 बजीदेखि 8 बजीसम्म पुरुष दाजुभाइले नुहाउनु भयो। यो मन्दिरदेखि अगाडि ठुलो पोखरी छ, म तपाईँलाई देखाउने छु। 8 देखि 10 बजीसम्म महिला दिदीबहिनीहरूको पहिलो ग्रुप, महिलाहरूको 2वटा समूह छ। यसरी जाँदै हुन्छ, लाइनबद्ध रूपमा भित्र जाँदै हुनुहुन्छ। तपाईँलाई देखाइराख्नु छु महिला दिदीबहिनीको लाइनबद्ध रूपमा यसरी जाँदै हुन्छ। माथिबाट आउँदै हुनुहुन्छ। यसरी चाहिँ महिला दिदीबहिनीहरू 8 देखि 10 बजीसम्म डुब्नुहुनेछ। 10 बजीदेखि 12 बजीसम्म फेरि महिलाहरूको अर्को ग्रुप चाहिँ नुहाउनेछ भने 12 बजीदेखि 2 बजीसम्म पुरुष दाजुभाइहरू फेरि नुहाउनुहुनेछ। 2 बजीदेखि 4 बजीसम्म
यही महिला ग्रुपहरू अहिले जाने महिला ग्रुपहरू नुहाउनु हुनेछ र 4 देखि 4:30 बजेसम्म महिला दिदीबहिनीहरूको पछिल्लो ग्रुप नुहाएर 5:30 बजे मेन कुण्ड बन्द हुन्छ भने हामीले रात साँझ आउने पाहुनाहरूको लागि र भिडभाडमा डुब्न नचाहने पाहुनाहरूको लागि फेरि यो बाहिर कुण्ड बिहान 6 बजेदेखि साँझ 9 बजेसम्म सञ्चालन मा रहेको कुरा जानकारी गराउन चाहन्छु। तातोपानी कुण्डले अहिले नयाँ एउटा पोखरी पनि निर्माण गरेको छ। यो फोटो खिच्ने ठाउँ सिङ्गा तातोपानी म्याग्दी बेनेपा 4 तातोपानी म्याग्दी भनेर चाहिँ एउटा यो फोटो खिच्ने ठाउँ पनि बनाएको छ। यहाँ हट स्प्रिङको एउटा यो बोर्ड पनि राखेको छ। राष्ट्रिय झन्डा छ यता यी तपाईँहरूले देख्न सक्नुहुन्छ। म्याग्दी नदीको किनारमा अवस्थित यो प्राकृतिक तातोपानी कुण्डलाई अवलोकन गर्नका लागि तपाईँहरू पनि एकपटक भिजिट गर्नको लागि हार्दिक अनुरोध गर्दछु। तातोपानी कुण्डमा आएर डुब्न नमिल्ने घाउ खटिरा भएका पिसाबका थैली झुन्डाएका जुन बिरामीहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले छुट्टै नुहाउने व्यवस्था गरेका छौँ। साना साना कुण्डहरू बनाएका छौँ। त्यहाँ चाहिँ उहाँहरूलाई चाहिँ अलग्गै नुहाउने व्यवस्था गरेका छौँ। अहिले पुरुष दाजुभाइहरूले नुहाइराख्नु भएको छ। त्यो भएको हुनाले मैले नजिकबाटै यसरी चाहिँ भिडियोहरू लिइरहेको छु। पोखरीमा डुबिसकेपछि बाहिर आएर यो सफा पानीले उता पनि धाराहरू छ। अहिले नुहाउनको लागि पर्याप्त धाराहरू छ। हामीले माथि पानी स्टक गरेर नुहाउनको लागि यो तातो पानी पोखरीमा डुब्ने बाहिर आएर नुहाउने यसरी नुहाउने हामीले व्यवस्थापन गरेका छौँ। यहाँ टन्ने धाराहरू छ। आवश्यक अनुसारको चाहिँ बाल्टी जगहरू राखेको छ। तातोपानी कुण्डमा डुबिसकेपछि यहाँ आएर यसरी साबुन लगाएर मजाले नुहाउन पाइन्छ। मैले तपाईँहरूलाई भित्रको दृश्य पनि देखाउनु छु। यो माथि यो चेन्जिङ रुम हो, कपडा चेन्ज गर्ने ठाउँ। यो चाहिँ हाम्रो टिकट घर हो। यो चाहिँ प्रवेशद्वार, यो शिवालय मन्दिर। म भित्रको दृश्य पनि देखाउनु छु। हेर्नुहोस् तातोपानी कुण्डमा यसरी सजावट गरेको चाहिँ फुलहरूले चाहिँ यो रङ्गी बिरङ्गी फुलहरू चाहिँ हामीले यसरी राखेका छौँ फोटो खिच्ने ठाउँमा। चाहिँ कस्तो मजाको छ, एकपटक भिजिट गर्नु होला। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि नजिकै रहेको यो प्राकृतिक तातोपानी कुण्डमा आउनको लागि सहजै रूपमा आउन सकिन्छ। फुलको गमलाहरू राखेका छौँ हामीले। अझै चाहिँ यहाँ सजावट गर्न बाँकी छ। यो टिकट घर हो। बाहिरको कुण्डमा छिर्दाखेरि यहाँ टिकट घर सानो, यहाँ प्रवेशद्वार छ। तपाईँलाई यो कुण्ड पनि देखाउँछु। भित्र कुण्डमा नुहाइसकेपछि बाहिर आएर यसरी नुहाउनुपर्छ। यो चाहिँ हावा आउँछ भनेर हामीले युभीसी राखेका छौँ। यसरी एकतर्फ महिला र एकतर्फ पुरुष छ। महिला पुरुष र यसरी नुहाउनु भएको छ। महिला दिदीबहिनीहरू अलिक बाहिर नुहाउनु भएको छ। चेन्जिङ रुम यता छ है। हामीले कपडा राख्नको लागि नि यस्तो बनाएको छौँ है। तपाईँलाई मेन कुण्ड देखाउने छु। यो हाम्रो यो प्रवेशद्वार अघि मैले देखाएको थिएँ। यो प्रवेशद्वार हो। कर्मचारी गेटमा रहिराख्छन्। मन्दिर चाहिँ खुल्ला छ। यहाँ बिहानदेखि बेलुकासम्म मन्दिर पनि खुल्ला रहन्छ। तातोपानी कुण्डमा आउने वृद्धहरूको लागि हामीले बस्ने कुर्सीहरूको पनि व्यवस्था गरेका छौँ। यहाँ वृद्ध आमा बुवा तथा अपाङ्ग वृद्धहरूको लागि यहाँ माथि व्यवस्था छ। तातोपानी कुण्डमा लगाउने ड्रेसको पनि हामीले यो डमी राखेर चाहिँ सिम्पल देखाएका छौँ। यो पुरुषहरूको लागि यो हाफ पेन्ट र लेडिजको लागि तलमाथिको यो टाइपको चाहिँ यो फर्मल लुगाहरूको व्यवस्था गरेका छौँ। यो साइडबाट हेर्दा यो देखिने तातोपानी उपल्लो बजार, यो म्याग्दी नदी अनि यहाँबाट चाहिँ ठ्याक्कै यसरी देखिन्छ। नमस्ते नमस्ते नमस्ते। कहिले हो? नमस्ते नमस्ते। आउँदै हो? ल स्वागत छ है, स्वागत छ। ल ठ्याक्कै चाहिँ अब कुण्डभित्र प्रवेश गरेँ। कुण्डमा प्रवेश गरिसकेपछि शिवालय मन्दिर भयो। यहाँ गणेशको मन्दिर छ। यहाँ चाहिँ यो भगवतीको मन्दिर छ। अहिले चाहिँ महिला दिदीबहिनीहरू अघि देख्नुभएको थियो लामबद्ध लाइन लगाएको महिला दिदीबहिनीहरू यहाँ चाहिँ ठ्याक्कै चाहिँ यसरी डुबिराख्नु भएको छ। धेरैजना हुनुहुन्छ। कर्मचारीहरू चाहिँ चारैतिरबाट उहाँहरूको चाहिँ निगरानीमा हुनुहुन्छ। ल यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो ठुलो 20x40 को पोखरीमा यसरी यो प्राकृतिक तातोपानी कुण्डमा उपचारका लागि आउनुभएका दिदीबहिनीहरू यसरी नुहाउनु भएको छ।
कुण्डमा डुबिसकेपछि बाहिर निस्केर यो तातो पानी कुण्डमा प्रवेश गरिसकेपछि 5-10 मिनट पोखरीमा बस्ने। यो 50 देखि 53 मूलमा तापक्रम रहेको छ भने पोखरीमा 45 देखि 48 डिग्री तापक्रम रहेको छ। 5-10 मिनट पोखरीमा बसिसकेपछि बाहिर निस्केर तावल ब्ल्याङ्केटले छोपिएर गुम्सिएर पसिना निकाल्ने र 5-10 मिनट बाहिर आराम गरिसकेपछि फेरि कुण्डमा पुनः प्रवेश गर्ने। 2 घण्टाको समय रहन्छ। कुण्डमा प्रवेश गरिसकेपछि बाहिर निस्केर यसरी तावल ब्ल्याङ्केटले यो स्टिम गर्दा अझ धेरै पसिना गएर शरीर हलुका हुन्छ। यति धेरै मानिसहरू उपचारको लागि तातोपानी कुण्डमा आउनुहुन्छ। तपाईँको घर परिवारमा पनि यस्ता खालका बिरामीहरू हुनुहुन्छ भने एकपटक चाहिँ म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि नजिकै रहेको यो सिङ्गा तातोपानी प्राकृतिक उपचार केन्द्रमा लिएर आउनका लागि हार्दिक अनुरोध गर्दै यस प्राकृतिक तातोपानी कुण्डमा नुहाउँदा के कस्ता रोगहरू निको हुन्छन् भन्ने कुरा मैले तपाईँहरूलाई जानकारी गराइसकेको छु। जस्तै युरिक एसिड, बात, ढाडको दुखाइ, घुँडाको दुखाइ, सड्केको, मर्केको, बज्रिएको, सुन्निएको, युरिक एसिड, यो गानोगोला ग्यास्ट्रिक, चिसोबाट हुने धेरै किसिमका रोगहरूका लागि अचुक औषधि भएका कारण यहाँ चाहिँ वर्षेनी धेरैजना मान्छेहरू आउनुहुन्छ। कम्तीमा हप्ता दिनदेखि 10 दिन बस्नुहुन्छ। यहाँ बस्न खानको लागि होटल तथा राम्रो होमस्टेको राम्रो व्यवस्था रहेको छ। लामो समय बस्नको लागि आफ्नै हातले खाना बनाएर खान सकिने व्यवस्था पनि रहेको कुरा तपाईँहरूलाई जानकारी गराउँदै तपाईँहरूमा आज भिडियो लिएर म तातोपानी कुण्ड व्यवस्थापन समितिको सचिव कुमार केसी बिदा हुन्छु। अहिलेको लागि धन्यवाद। ओके, बाई बाई।